अन्तिममा र यस्तो भयो। हेलो, स्वागत छ अर्को मिनी भ्लगमा। म हुँ काल्पनिक संसारको काल्पनिक ड्राइभर। आजको हाम्रो यात्रा चाहिँ पोखरा लेक साइडसम्म। लेक साइडको एउटा होटेलमा खैरेहरूलाई छोड्नु पर्यो। घाम र जाम डेन्जर छ आज। यतिको घाममा चिसो बियर खान चाहिँ बवाल हुन्छ। तर सम्झिने पानी छम्किने। आधी घण्टापछि खैरेहरूलाई हालेर हामी निस्क्यौँ। लाइक र सब्स्क्राइब चाहिँ ठोकौँ है मजाले। आज अलि सन्चो पनि छैन मलाई। त्यो रातिको अलि बढी भएछ। यस्तै घुम्ती काट्दै हामी अगाडि बढ्यौँ। तर सानो मायालाई चाहिँ भेट भएन है। टर्निङ त कति हो कति। फेरि रमाइलो पनि यस्तैमा हुने। के गरी चलाउँछ हौ? मुख पनि छाड्दिम कि क्या हो? डरो मुख छाडियो अनि अगाडि बढियो। दाइहरूलाई सक्छ त भने भाइहरूले। यो चाहिँ अलिक बढी भएछ। सानो गाडीहरू लोड हाल्दै माथि आउँदै थियो। गाडी चलाउन पनि गाह्रो पो छ त। ल यतिको चाहिँ हुनुपर्छ है गाइज। मक्खन स्टाइलमा लग्यो यार। यो ठाउँ पनि एकदमै बबाल। यस्तै राम्रो अर्को म्यापहरूको लागि प्लाजो गेमिङ हेर्नु होला। युट्युबमा गएर प्लाजो गेमिङ भनेर सर्च गर्नु होला। 2 घण्टापछि हामी यस्तो राम्रो ठाउँमा पुग्यौँ। नेपाल भनेपछि नाम नै काफी। एक दिन बाइकमा सरर आउनुपर्छ यो ठाउँमा। यसपछि हामी कुन ठाउँको म्याप ट्राई गरौँ कमेन्ट गर्नु होला। पोखराको नानी र पानीको भर हुँदैन भन्थे, हो रहेछ। पानी परिहाल्यो। वाइपर्स फेरि नचल्दिरा। करिब आधी घण्टापछि फेरि घाम लाग्न थाल्यो। यतिको सिन देखेपछि चाहिँ मन नै आनन्द। पौडी खेल्दिम जस्तो लाग्ने। एक दिन फेरि आउनुपर्छ खेल्न। मिठो गफसँगै मिठो ठोकाइ। यति भएन भने त रमाइलो नै भएन नि। धन्न मलाई केही भएन, त्यो चाहिँ सुत्या। ट्राफिक आयो, बल्ल कुरा मिलाएँ। रात परिसकेको थियो। 5000 को चुना लाग्यो। कमायो 2000, चुना लाग्यो 5000। खैरेहरूलाई होटेल छोडिदिएँ अनि आजको दिन यति नै।